यो यस्तो देश हो जहाँ आफ्नै एयरपोर्ट छैन, आफ्नै सरकारी भाषा छैन र आफ्नै छुट्टै मुद्रा पनि छैन। तर पनि यो युरोपका धनी देशहरूमध्ये एक हो। अझ रोचक कुरा त यहाँका राजकुमार बेलायतका राजाभन्दा पनि धनी छन् भनिन्छ। होइन, यो स्विट्जरल्याण्ड होइन, यो हो लिक्टेनस्टाइन। यहाँका मानिसहरूको जीवनस्तर यति उच्च छ कि उनीहरूले पैसा कमाउनकै लागि जीवनभर काम गरिरहनुपर्ने अवस्था छैन। त्यसैले उनीहरू आफूलाई मनपर्ने काम गर्न बढी स्वतन्त्र हुन्छन्। यहाँ कर पनि तुलनात्मक रूपमा कम छ र देशमाथि ठूलो वैदेशिक ऋण छैन। मानिसहरू एकअर्काको सम्मान गर्छन्। ठूलो आवाज गर्ने, छिमेकीलाई दुःख दिने वा आफ्नो सम्पत्तिको प्रदर्शन गर्ने कुरा राम्रो मानिँदैन। अपराधको दर पनि निकै कम छ। यहाँका मानिसहरू यति सुरक्षित महसुस गर्छन् कि कतिपयले घरको ढोका समेत लक नगर्ने गर्छन्। करिब 40,000 भन्दा कम जनसङ्ख्या भएको यो सानो देशमा प्रहरीको सङ्ख्या पनि धेरै ठूलो छैन। अझ यहाँ काम गर्ने धेरै सेवा क्षेत्रका कर्मचारीहरू छिमेकी देश जर्मनी र अस्ट्रियाबाट आउने गर्छन्। सानो भूभाग, थोरै जनसङ्ख्या, तर अत्यन्तै उच्च जीवनस्तर। त्यसैले लिक्टेनस्टाइनलाई संसारकै अनौठा र धनी देशहरूमध्ये एक मानिन्छ। यो देश तपाईलाई कस्तो लाग्यो? कमेन्टसँगै नयाँ नयाँ देश विदेशको जानकारीको लागि हामीलाई फलो गर्न नभुल्नुहोला।